रामजीज्यूलाई, यस कार्यक्रमका सभापतिज्यू आदरणीय अम्बिका भण्डारीज्यू, आजका प्रमुख अतिथि माननीय प्रकाश बरालज्यू, प्रसिद्ध साहित्यकार सरू भक्तज्यू, मञ्चमा आसीन यहाँ उपस्थित सम्पूर्ण मुक्तक मनहरूमा हार्दिक अभिवादन प्रदार्दछु। आज मुक्तक मञ्च केन्द्रीय समितिको 19औं वार्षिक साधना सभा तथा सम्मान कार्यक्रम भइरहेको छ। आज मुक्तकहरू यसरी श्रवण गरियो कि अहिले फास्ट फुडको जमाना छ। अहिले यति व्यस्तता, दिन प्रतिदिन हामीहरू व्यस्तता छौँ कि मान्छेहरूलाई फुर्सदै छैन। कुनै ज्ञानगुणका कुरा, आदर्शका कुराहरू सुन्ने फुर्सद पनि छैन। यस्तो समयमा प्लेन छुट्न लाग्यो भने पनि पक्नुहोस् न, म एउटा मुक्तक सुनाइदिन्छु भने पनि ए मुक्तक हो, मुक्तक भए त म सुनेर जान्छु भन्ने अहिलेको यो एउटा परिवेशमा एउटा आज मुक्तक राम्रो सन्देशमूलक मुक्तकहरू श्रवण गर्ने अवसर मिलेको छ। पुतली बजार प्रज्ञा प्रतिष्ठानले यसरी मुक्तक स्रष्टाहरूको लागि पनि उहाँको प्रकाशनको लागि पनि हामीहरूले सहयोग गर्दै आएको पनि यहाँहरूलाई जानकारी गराउँदछौँ। र संस्थाका आचार्यज्यू र तेजबहादुर तमु र मकवानपुर शाखा जुन सम्मानित हुनुभएको छ, उदाहरणीय बन्नुभएको छ, उहाँहरूको प्रगतिले अझै शिखर छुम्दै जाओस्। र जुन मुक्तकहरू जुन छ त्यसले छोटोमा 100औं पेजहरू बोलेको हुने हुन्छ। म यो मुक्तक आज श्रवण गर्नलाई मात्रै म यो जुन सुन्दर यो कानले जुन सुन्दर श्रवण गरिरहेको मौकामा म बिटुलो पार्दिनँ। केही छिन श्रवण गरेर म यहाँबाट बाहिर हुनेछु। पुतली बजार प्रज्ञा प्रतिष्ठानको तर्फबाट र मेरो तर्फबाट यहाँहरू सबैलाई हार्दिक नमन गर्दछु।